नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोदेखि मैले कथाकार अशोक रोकाज्यूद्वारा लेखिएको कथा संग्रह छोडी जाने माया सम्झिरहने मन कथा संग्रहबाट कथाहरू लिएर आएको छु। कथा वाचनको लागि कथा उपलब्ध गराइदिनु भएकोमा कथाकार अशोक रोकाज्यूलाई धेरै धेरै धन्यवाद। आजको भिडियोदेखि छोडी जाने माया सम्झिरहने मन कथा संग्रहबाट कथा रहनेछ। आशा छ तपाईलाई कथाहरू मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरेर सुनेर साथ दिनुहोला। साथसाथै कथा सम्बन्धी प्रतिक्रिया भए मुनिको कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। लागौं कथा संग्रहतर्फ। समर्पण। वैकुण्ठवासी पूज्य माता गंगामाया रोका तथा पिता मनध्वज रोकामा श्रद्धाञ्जली सहित समर्पित। छोरो अशोक। शुभकामना। ज्ञानेन्द्र खतिवडा, सिलगढी। प्रतिभाहरूको सम्भावना बोकेर प्रशस्त दैला उक्रिएको भूभागलाई डुवर्स भनिएको हुँदो हो। द्वार प्रवेश कलाका थुप्रै विधा सहजै हुर्काएर सिङ्गो जातिलाई नै भरपूर धनी बनाउन सक्ने डुवर्स भूमि रहेछ। यहाँ ऐतिहासिक कला, किलकोटकै सैन्य थर्पु, श्यामसिंहको सिरान जस्ता कथा लेख्न सक्ने हातले कलम सम्हाल्यो। यहाँ च्याखुङको डायरी लेखियो। यहाँ के लेखिएन? समालोचनालाई निर्छेर दृष्टि लगाउने आँखा यही पाइयो। निबन्धलाई पकेटा लगाइदिने हात यही। बाल साहित्यलाई प्रौढता दिलाउने लगन यतै। गीत संगीतको सम्भावना हुर्कियो यतै। यहाँबाट सास फेर्न बाँकी रहेका अनेकौं शालिकहरू देशभरि उभिएको पाइयो। अघि यो जाति यस क्षेत्रमा आश्रित थियो, कृष्णनगर नदियासम्म। तरै पनि अनुहार आफ्नै पाइँदैन थियो। अब आफ्नो सक्कली अनुहार खोज्न पुग्न पर्ने भो बाग्राकोट। पद्यभन्दा गद्य हलक्क मौलिन जान्यो यहाँ। कविता आफू प्रतिनिधित्व गर्न सक्ने बन्नलाई निश्चय नै ढिलायो यहाँ। गद्यले चारै सुर हाँक दिएर मैदान मार्दा पनि पद्य भने केही सुस्ताइएकै पाइयो यहाँ। यही गद्यको मैदान मार्ने क्रममा आफ्नो सर्वस्व ऊर्जा खन्याएर कथाकार अशोक रोका लाग्नु भएको छ। त्यही मैदान मार्ने क्रममा सिक्किमको प्रतिष्ठित स्रष्टा पुरस्कारले पुरस्कृत हुनुभयो कथाकार रोका। उहाँका धेरै कथाहरू सिक्किमको पृष्ठभूमिमा लेखिएको पढेको हो मैले। यसपटक यो नयाँ संग्रहले पनि रुचिकर बनाउनमा कुनै कसर बाँकी राख्ने छैन मेरो विश्वास। कारण कलालाई अन्तर तहबाट लिन सक्नेहरू जन्मिएको ठाउँ रह्यो डुवर्स। नयाँ कथा संग्रहका लागि कथाकारलाई हार्दिक बधाई साथै धेरै शुभकामना। ज्ञानेन्द्र खतिवडा, सिलगढी। आफ्ना कुरा। अशोक रोका, बाग्राकोट, पश्चिम डुवर्स। कथाहरूलाई संसार चियाउन सकिने एउटा सानो आँखिज्याल हो भनेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनिसकेका छन्। हो, कथामा चित्रणहरू, परिपाटी र पात्राहरू सजीव भई जब समाजलाई केही सन्देशमूलक उद्देश्यले छकछक्याउन सक्षम हुन्छन् तब कथा सर्वग्राह्य बन्न पुग्छ। नेपाली साहित्यको माइलो विदास कथामा जब कलाको आविष्कार हुन्छ तब आख्यानकार र पाठकवर्गको मनस्थिति तरङ्गित भई समाजको यथार्थ धरातल टेक्न पुग्छ। मानव सभ्यता र मानव समाजलाई डोर्याउँदै नेपाली साहित्यको फाँटमा कथा जहाँ उभिन आइपुगेको छ यसलाई साहित्यको अनुपम आविष्कार मान्न सकिन्छ। कथाका माध्यमद्वारा आख्यानकारले घटना विशेषको वर्णन, संवाद एवं अभिव्यक्तिद्वारा जुन बौद्धिक एवं विश्लेषणात्मक खुराक मानवीय संवेदनासँग आत्मसात गर्न पुग्दा त्यहाँ एउटा सिङ्गो देश, काल र परिस्थिति छर्लङ्ग हुन पुग्नु युग सापेक्षिक हुनु हो। कथालाई यसरी बुझ्दैछु, बुझ्नु अझ धेरै बाँकी छ। मैले विद्यार्थी कालदेखि नै स्वयं नेपाली साहित्यप्रति अभिरुचि हुन थालेपछि 8औं श्रेणी सन् 1972 को विद्यार्थी कालमा मेरो एउटा कथा प्रकाशित भई म नेपाली साहित्यको विराट फाँटमा बामे सर्न थालेको हुँ। त्यस्ताका पत्र पत्रिकामा रचना प्रकाशित हुनु ठूलो उत्साहको विषय थियो। त्यही उत्साहबाट प्रेरित भएर एउटा कविता संग्रह र 3वटा कथा संग्रहको सृजना गर्न सक्षम बने। सिक्किममा लामो अवधिसम्म शिक्षण पेशामा आबद्ध रहँदा श्री केदारनाथ राई तत्कालीन शिक्षा मन्त्री, सिक्किम सरकार र श्री मोहन दुङमालीको प्रकाशन सहयोगमा मेरो प्रथम कृति विसर्जन कथा संग्रह सन् 1997 प्रकाशित गरी मलाई अमूल्य गुण लगाउनु भएकोमा उहाँहरूप्रति आजन्म ऋणी रहनेछु।
जीवनले भोगेका र जीवनबाट भोगिएकाहरू, हाम्रो समाजमा खानलाई बाँचेका, बाँच्नलाई खाएका र हुँदा मात्र खान पाउनेहरूको जमातबाट यथार्थ विषयवस्तुलाई टिपन टापन निफन नाफन गरी मेरो यो छोडी जाने माया, सम्झिरहने मन, तेस्रो कथा संग्रह नेपाली साहित्यको महासागरमा एक अन्जुली सरह यो साहित्य जल अर्पण गर्न पाएकोमा अहो भाग्य ठानेको छु। वर्तमान सांख्यिका सामाजिक परिप्रेक्ष्यमा पाठकहरूको ह्रास भएको अनुभव गरिए पनि स्रष्टाहरू थाकेका छैनन्। दिनोदिन पुस्तक प्रकाशनको क्रम जारी रहँदा भाषा साहित्यको विकास क्रमको यात्रामा हामी पनि पछि परेका छैनौं भनी गर्व गर्न सके पनि पठन संस्कृतिको अडेस चाहिँ चाहिएकै छ। कलम चलाएर डलर पाउन्ड आर्जन गरेर डस्नामाथि ऐस आरामको जीवन धान्ने परिस्थिति र संस्कृतिबाट हाम्रो समाज कोसौं टाढा भए पनि आर्थिक संकट र अभावसँग सिंगौरी खेल्दै भए पनि भाषा साहित्य सेवामा लागि परेका धेरै आदरणीय स्रष्टाहरू हामी माझ छन् र पठन संस्कृतिको उदासीनताले भविष्यमा साहित्य सृजना जारी रहला के भन्ने ठूलो प्रश्न हामी अघि उभिएको छ। एकातिर साहित्यलाई समाजको दर्पण भनिने उक्तिले पनि वर्तमानमा मूल्य हराए जस्तो छ। दर्पणले देखाउन चाहेको यथार्थलाई हेर्ने दृष्टिको ह्रास हुन थालेको छ। अर्कोतिर नेपाली भाषाले भारतीय संविधानको 8औं अनुसूचीमा अन्तर्भूत भएर मान्यता पाए पनि अरू मान्यता प्राप्त भारतीय भाषाहरूको विकासको समानान्तरिक तुलनामा हाम्रो भाषा र साहित्य उभिन नसकेको हामी केवल गुनासो गर्छौं। साहित्यिक पर्व र जयन्तीमै सीमित भएर ठुक्क पर्छौं। विलक्षण प्रतिभाका धनी स्रष्टाहरू प्रकाशक र प्रकाशनको अनिकालमा अलपत्र परेका छन्। साहित्य समाज र देशको निम्ति भए पनि केही भाषा साहित्य प्रेमी महानुभावहरूको निस्वार्थ आर्थिक सहयोगमा सामान्य रूपमा प्रकाशन भएको सर्वविविध भए पनि धेरै स्रष्टाहरू स्वयंले प्रकाशनको भार वहन गर्नुपर्दा आर्थिक संकटको खाडलमा जाकिन पुग्छन्। बिक्री वितरण र पुस्तक किनेर पढ्ने हाम्रो संस्कृतिमा थमिरा लाग्न थालेको छ। कालान्तरसम्म यो क्रम जारी रहन गए हाम्रो भाषा र साहित्यको अस्तित्व नै संकटमा पर्ने संकेत पाइसकेका छौं। दुई पाइला पछि धकिलिएर एक पाइला अघि सर्दै नेपाली साहित्य आकाशमा धेरै चम्केला स्रष्टाहरू जन्मिएका छन्। समर्पित छन् भाषा साहित्यको सम्वर्धनमा। अर्का थरी हाम्रा साहित्य अनुरागीहरू वर्षमा एक दिन भानु जयन्ती र अन्य साहित्यिक जयन्तीहरू पालन गरेर भाषा हाम्रो प्राण हो, हाम्रो भाषा साहित्यको विकास र संरक्षण गरिनुपर्छ भन्दै फेरि भानु जयन्ती र अन्य जयन्तीको प्रतीक्षामा हात बाँधेर बस्नेहरूको हामी माझ कमी छैन। यदि हुँदाहुँदै पनि माटो बिना जंगलका रुख र पहरा फुल्ने सुनाखरी चाहिँ हाम्रो साहित्यको उद्यानमा विभिन्न विधाका सुनाखरी फूलहरू फुलिरहेकै छन्। खाँचो छ स्याहार र पोषणको, उत्साह र प्रेरणाको सौजन्यतामा यस्ता धेरै मनमोहक फूलहरू फुल्नेछन् भनी आशा गरेका छौं। हो, साहित्य समाजको लागि लेखिन्छ। यही समाजमा देखिएका भोगिएका मानव मनमा गुम्फित पीडा, हर्ष अमर्ष, योग वियोगमा रुमलिएका हाम्रै समाजमा विद्यमान विषय वस्तुलाई अभिव्यक्तिको मूर्त रूप लिए सिर्जित कथा संग्रहका कथाहरू के कस्ता भए निर्कुल गर्ने जिम्मेवारी पाठक वर्गमा नै सुम्पेको छु। अशोक रोका, बाग्राकोट, पश्चिम डुवर्स, मिति 10 अक्टोबर 2022। लागौं आजको लागि पहिलो कथातर्फ। कथाको शीर्षक भूमिका र रित्तो फुल्डुङ। राम नारायण शर्माले आफ्नो चिना टिपन च्यातेर फ्याँकेपछि पुरेतले राखिदिएको न्वारनको नाम पनि भुले। बिहे गर्दा गाउँकै दिलबहादुर राणाकी छोरी सविता राणालाई टिपेर हिँडेपछि चिना टिपन देखाउनै परेन। फलस्वरूप जातकी बुहारी खोज्ने बाबु बाचुन्जेल गाउँको घरमा पाइलो टेक्नै पाएनन्। मन्दिरमा भगवानलाई साक्षी राखी सिउँदोमा सिन्दूर हालिदिने सविता राणाले जिद गरिन्। किन चाहियो भगवान? मन्दिरमा भगवान आफै त अलपत्र भएर बसिरहेका छन्। हामी आफैमा एक अर्काका भगवान। मनको सिउँदोमा हामी रातै भइसकेका छौं। भन्छौ भने लोकाचारको लागि तिम्रो सिउँदोमा कोठामै सिन्दूर लगाइदिउँला। राम नारायणले आफ्नो दर्शन छाटे। स्नातक शिक्षा हासिल गरेका राम नारायण सुरुका दिनहरूमा शहरमा कोठा भाडा लिएर बस्दा हुनसम्मको हण्डर खाए। यो भएको चतुर्थ श्रेणीको जागिर नपाउन्जेल शहरको टोल टोलका घर घर गएर ट्युसन पढाए। बिहानै उठेर हिमुली डेरी, मदर डेरीको दूधको प्याकेट घर घरमा पुर्याइदिएर थप आय स्रोत बढाए। सविताले पनि शहरको फुटपाथमा सब्जीको पसल थापेर आनासुकी जोहो गरेकै हो। 2 जना छोराछोरी भएपछि सब्जी पसल छोडिदिन्। वाञ्छनीय उमेर छौन्जेल राम नारायणले जागिरको निम्ति कुनै पनि अन्तर्वार्ता छोडेन।
अन्तमा सफल भए। आफूले आर्जन गरेको स्नातक र उच्च माध्यमिक शिक्षा नदेखाई केवल माध्यमिक शिक्षाको आधारमा आफू बसेकै शहरको जल संशोधन र जनस्वास्थ्य शिक्षा विभागमा चतुर्थ श्रेणीको सरकारी जागिर पाए। अध्ययन र लेखनमा चासो राख्ने रामनारायणले 4वटा पुस्तक प्रकाशित गरिसक्दा नेपाली साहित्य जगतमा प्रगतिवादी प्रगतिशील लेखकको रूपमा परिचित हुन थालेका थिए। चिन्तन मनन र लेखनमा विशेष जनवादी साहित्यप्रति चासो राख्थे। रामनारायण आफ्नो नाममा 2 देवता राम जोड नारायण समाहित भए पनि यो नाउँसँग उसको विचार र दर्शनले ठ्याक्कै मेल खाएन। आफ्नो नाम छुट्याएर राम जोड नारायण राणा र राणाको पछि विद्रोही थपे। जन्मदै छोराको नाम विप्लव शर्मा र छोरीको नाउँ ज्वालाश्री राखे। श्रीमतीको नाम बदलाउन सकेनन्। साहित्य क्षेत्रमा पहिलो पुस्तकमा लेखकको नाम राणा विद्रोही भएरै परिचित भए। जनै पूर्णिमाको दिन जनै फ्याँकिदिए। उनलाई आस्तिक ठानौं भने भगवानको अस्तित्वबाट उनी बाहिर छन्। उनलाई धर्मी भनौं भने धर्म त अफिम हो जसले मस्तिष्कलाई पक्षघात गरी समाजलाई नै कुठाराघात गर्छ। मानवता नै सर्वश्रेष्ठ धर्म हो भन्ने उक्तिलाई सिरोपर गर्छन्। कुसंस्कारी भनौं भने उनले आफैमा स्थापित गरेको रामनारायण आदर्श र संस्कारी छन्। जनमुखी प्रगतिवादी र प्रगतिशील सोच र सिद्धान्तमा गहिरो अध्ययन र सोच भएका राणा विद्रोहीका प्रकाशित पुस्तकहरूमा यस्ता सोच सिद्धान्तहरूको समस्या मात्र उजागर नगरेर समाधानतर्फ पनि परिलक्षित छन्। चतुर्थ श्रेणीको जागिरको भरमा शहरमा किरायको घरमा बसेर श्रीमतीको ठिप्पीमा 2 छोरा छोरीलाई निजी विद्यालयमा पढाइरहेछन्। शहरमा पानी पनि किनेर खानुपर्ने हुँदा बजार भावको महँगो भिसा तिनलाई महिनाको अन्त्यमा चर्को पर्छ। हन कि हिट्न लाग्नु भएको? आज आइतबार घर बसेर कुना काप्चाको झालो माकुराको सफा गरिदिए पनि हुने। घरले टोक्छ कि क्या हो तपाईलाई? मेरा 4 हात छैनन्, कता कता भ्याउनु? श्रीमतीको गनगनलाई वास्तै नगरी रामनारायण उपन्यासको पाण्डुलिपि एउटा खादीको झोलामा हाल्छन् अनि केही सोचेछै गर्छन्। अरूका घरमा घर पुछिदिने, जुठा भाँडा माझिदिने, कपडा धोइदिने, दिनमा आएर काम गरिदिने औरत राखेका छन्। परेका स्वास्नीहरूलाई ढुक्क छ। आफू भने बिरामी पनि भन्न पाइँदैन। पुगिसरी आए त सवितालाई पनि आफ्नो घरमा काम गरिदिने मान्छे राख्ने मनभन्दा पनि अरूभन्दा के कम भनी देखाउने मन छ। पर्खन, मेरो प्रमोसन हुनेवाला छ, तलब पनि बढ्छ, त्यसपछि घरमा एउटी काम गर्ने राखुला। रामनारायण श्रीमतीलाई आशा देखाउँछन्। प्रमोसन त कहिले हो कहिले, बरु महिने पछि 1000-1200 रुपियाँको किताब चाहिँ किन्न छोड्नु नि। त्यो पैसामा अलि थैथाप गरियो भने काम गर्नेलाई दिन पुगिहाल्छ त। यो हाम्रो टोलमा स्कुल बाहेक अरूले किताब पढेको देख्नु भएको छ? कसैले किताब किनेको देख्नु भएको छ? यसो कहिले काहीँ लोग्ने स्वास्नी दुःख सुखको कुरा गरौं, सरसल्लाह गरौं भने लोग्ने चाहिँ किताबमै मस्त। बरु किताबसँगै बिहे गरेको भए पनि हुने। अरूका स्वास्नी महिने पछि नयाँ नयाँ साडी लाउँछन्, आफू भने सवितालाई लोग्नेले घरमा थुपारेको पुस्तकको थाकसँग पनि रिस उठ्न थालेको छ। अरूलाई किताब किनेर पढ्ने गर भनेर भनिसक्नु भएको छैन। बरु म चाहिँ एक छाक छोड्न सक्छु, तर पुस्तक छोड्न सक्दिन, तिमी जे पनि भन। रामनारायण पुस्तक नकिन्ने स्वास्नीको वैकल्पिक सुझाव रद्द गर्छन्। अब गालामा हात लाएर के सोचेको? अनि कहाँ हिट्न लागेको भनेको? सविता सोच्छिन्। होइन हो, यो भर्खर लेखिसकेको उपन्यासको भूमिका कसलाई देखाउँ भनेर सोचेको। रामनारायण सोच्दै भन्छन्। ए, अब फेरि किताब छाप्ने? पीएफ निकाल्नु भो कि क्या हो? सविताले रामनारायणलाई खाउलाई चाहिँ गरी आँखा फुकाल्छिन्। अब पीएफ ननिकाली अरू उपाय छैन। यति बेला रामनारायण नरम भए, श्रीमतीका अघि नतमस्तक भए। रिटायर भएपछि जम्मा भएको फन्ड पैसा र अरू पाउने पैसाले एउटा सानो सानो घर बनाउन सकिन्छ कि भनेको त फन्ड पैसा जति किताब छाप्दै सकिने भइहाल्यो। फन्ड पैसा जति किताब छाप्दै सकिने भइहाल्यो। बजार बस्ने बानी भइहाल्यो। गाउँ फर्किएर बस्न पनि जोरी पानी हाँस्ने भए। सविता खुइया गर्छिन्। पछि सके यतै कतै घर बनाउला, नसके गाउँमा बाउबाजेले बनाएको घर छँदैछ, मर्मती गरेर आफ्नो सालनाल गाडिएको गाउँमै बसोला भन्दै भूमिका लेखाउन 2-4 जना ठूला साहित्यकारहरूको सम्झना गर्दै घरबाट हिँडे। त्यहाँ नभए त्यहाँ, त्यहाँ पनि नभए वहाँ, एकजना न एकजनाले त लेखिदेलान् सोचे। आफ्ना अघिल्ला प्रकाशित पुस्तकहरूको भूमिका लेखाउन जोगीले घर घर अलग जगाएर हिँडे जस्तो उनी मूर्धन्य साहित्यकारका घर घर हिँडेका थिए।
कसैले अलिअलि माथि नजर दौडाएर मन राखिदिन लेखिदिएका भूमिका र पुस्तकको परिपाटी, सिद्धान्त र उद्देश्य उत्तर मेरु र दक्षिण मेरु जतिकै दूरत्व भए पनि चित्त बुझाएका थिए। आजका मानिसहरू टाइम पास गरेको भन्दै नजाने ठाउँमा पनि जान्छन्, नगर्ने कुरो पनि गर्छन्, तर अध्ययन गर्ने टाइमको अनिकाल लागेको छ। कतिले वर्ष दिन राखेर तपाईको पाण्डुलिपि पढ्नै भ्याइएन, भूमिका अरू कसैले लेखाउनु होला, बरु शुभकामना चाहिँ लेखिदेऊला भन्दै जिम्मा लिएको पाण्डुलिपि फर्काएको पनि सम्झिँदै हिँड्दैछन्। विगतमा भूमिका लेखाउन हिँडेको दिनका सम्झनाहरू तिनको मनमा आइरहन्छन्। तपाईलाई थाहै छ, म कलम चलाएर अक्षर खेती गरेर घर व्यवहार चलाउने मान्छे। तपाईको जस्तो सरकारी जागिर भएको भए म निशुल्क साहित्य सेवा गर्ने थिएँ। पाण्डुलिपि अहिले छोडेर जानुहोस्, 2-4 दिनमा विचार गरेर आउनुहोस्, एकजना साहित्यकार पत्रकारले भनेका थिए। हप्ता दिनपछि टुप्लुक्क पुगेका पनि थिए। विचार गरेर आउनुभयो? हजुर, के विचार गर्नुभयो त? पाण्डुलिपि फर्काइलाने विचार गरेर आए सर। राम नारायणले टाउको कन्याउँदै पाण्डुलिपि फिर्ता लिएको कुरो कहिले बिर्सन सकेका छैनन्। राम नारायणजी, मेरो कुरालाई अनर्थ नलिने है, यसै पनि म व्यस्त छु। अन्यर्थ किन लिन्थे र सर? मनमा एउटा विचार आयो। विचार के आयो भने कि लेख्नै छाड्नु पर्यो कि भूमिका लेखाउन छाड्नु पर्यो। पुस्तक लेख्नुभन्दा भूमिका लेखाउन गाह्रै रहेछ। विगतका यस्तै कुराहरू सोचेर हिँडे पनि कसै न कसैलाई भूमिका लेखाइ छाडेका थिए। ताकेर हिँडेको गन्तव्यमा पुग्न आँट्दा एक परिचित प्रबुद्ध कथाकारसँग भेट भयो। ओहो रामनारायणजी, कता हिँड्नुभयो? कथाकारले सोधिहाले। तपाईकोतिर आएको, यसो यो उपन्यासको भूमिका लेखाउ कि भन्दै झोलामा भएको पाण्डुलिपितिर इङ्गित गर्दै रामनारायणले भने, ओहो म त भ्याउँदिन, म आफै पुस्तक लेख्दैछु। प्रबुद्ध कथाकार महोदय छस्किएर तर्सिए। तपाईको अघिल्लो उपन्यासको निकै चर्चा 2-4 जनाबाट सुन्दैछु। म पनि तपाईको पुस्तक पढिदिउँ कि भनेर सोच्दैछु। कथाकारले मन राखिदिए जस्तो गरे। तपाईलाई होइन, रेग्मी सरलाई लेखी मागो कि भनेको। रामनारायणले पछिल्लो वाक्यमा ध्यान दिएनन्। रेग्मी सरले लेखिदिनु भयो भने त अति उत्तम, तर कुनी है? कथाकारले शङ्कालो नजरले हेरे। तपाईले यतिका पुस्तकहरू प्रकाशित गरिसक्नुभयो, कसलाई भूमिका लेखाउनुभयो? रामनारायणले सोधिहाले। तपाईले मेरो पुस्तकहरू पढ्नु भएको छैन र? पुस्तक लेख्ने मान्छे त अध्ययनशील पो हुनुपर्छ त। कथाकारले प्रश्न र सुझाव राखे। पढ्न त तपाईका पुस्तकहरू सबै नै पढेको हुँ, तर भूमिका लेखिदिने साहित्यकारको नाम चाहिँ भुलेछु। रामनारायणले सोझो उत्तर दिए। पहिला चाहिँ 2टा कथा संग्रहको बडो मुस्किलले भूमिका लेखाए, पछि त भूमिका लेखाउनै छाडे। कथाकारले भने, किन भूमिका लेखाउन छाड्नुभयो? रामनारायणलाई अचम्मै लाग्यो। अब किन र? हामी जस्ता चर्चित स्थापित कथाकारलाई कसैले भूमिका लेखिदिएर अब चिनाइरहनु पर्दैन। हामी त कथाका पर्यायवाची भइसकेका छौं। तपाईहरू जस्ताहरूले भूमिका लेखाउनै पर्छ। जानुस्, रेग्मी सरलाई बरन्डामा बसेर पेपर पढ्दै गरेको देखेको थिए भन्दै कथाकार महोदय हिँडे। बरन्डामा पेपर पढ्दै गरेका दिनप्रसाद रेग्मीलाई रामनारायणले नमस्कार गरे। ओहो राणा विद्रोहीजी, कति कामले आउनुभयो? दिनप्रसाद रेग्मीले छेउको कुर्सीमा बस्ने इसारा गरे। रामनारायणलाई राणा विद्रोहीको सम्बोधन राम्रो लाग्यो। पारिवारिक भलाकुसारी एवं यताउतिका साहित्यिक गफ भए पश्चात सरलाई दुःख पो दिउँ कि भनेर झोलामा भएको पाण्डुलिपि बाहिर निकाल्दै मनमा संशय लिँदै भन्छन् रामनारायण। के हो यो? रेग्मी सोध्छन्। सर, यो मेरो पुस्तकमा 5औं, उपन्यासमा दोस्रो। यसको भूमिका हजुरले लेखिदिनु पर्यो। रामनारायण आशालु नजरले हेर्छन्। उनको आग्रहमा अनुनय विनय छ। जटिल काम लिएर पो आउनु भएछ। तपाईका पुस्तकहरू पढे, तर अब 100 वर्ष पुराना वाद र सिद्धान्तहरू छोड्नुहोस्। विश्व साहित्यका नयाँ सिद्धान्तहरू, खोज र वादहरूको अध्ययन गर्नुहोस्। नेपाली साहित्यको मूल स्रोत कता बग्दैछ मनन गर्नुहोस्। तपाईका कृतिहरूमा भाषा, शैली, नारी सशक्तिकरण, सौन्दर्य सत्ता र संसर्गीय चाञ्चलिकताको कमी देखे। जति लेख्नुहुन्छ त्योभन्दा बेसी अध्ययन गर्नुहोस्। सुझाव दिँदै रेग्मी फेरि पढ्दै गरेको पेपरमा नजर दौडाउँछन्। केही क्षण 2 माझ मौनता छाउँछ। अहिलेसम्म कतिवटा पुस्तक प्रकाशित गर्नुभयो? रेग्मी सोध्छन्। 4वटा। रुपियाँ त कमाउनु भएकै रहेछ। आजकल पुस्तक छाप्नेहरूले प्रेसको लागत भन्दा पुस्तकको दाम 3 गुणा बढाएर तोक्छन्। आधाउधी बिक्री भयो भने पनि लागत खर्च भन्दा बेसी नै उठिहाल्छ। रेग्मी साहित्य सेवालाई व्यापारसँग जोडेर हेर्छन्। कहाँ बिक्री हुनु सर? हाम्रा मान्छेहरूले पुस्तक पढ्न छाडिहाले।
150 प्रति सादर गर्दै जान्छ। बाहिर पठाउन त्यहीमाथि डाक खर्च, बिक्री गर्न दिएको पुस्तक पसलमा सोध्न गइयो भने 1-2 प्रति त बिक्री भयो, रहल त गोदाममा हेर्नुपर्छ भन्छन्। लागतको 25% पनि उठ्दैन। रामनारायण वास्तविक कुरो ओकल छ। त्यसो भए घाटा सहेर किन साहित्य सेवा गर्नुहुन्छ? समाजको उत्थान र विकासको लागि साहित्य लेखिन्छ। यसमा समाजको पनि दायित्व हुनुपर्ने हो। जोसुकैले राणा विद्रोहीले जस्तो कथा उपन्यास लेख्न सक्दैन। लेखकले लेख्नु पनि आफै, प्रकाशन गर्नु पनि आफै। हामी यही विडम्बनाभित्र बाँचिरहेका छौं। पश्चिमी देशहरूमा लेखकहरू कलम चलाएर जीवन थानिरहेछन्, तर हाम्रो देश र समाजमा अब हाम्रो पिँढीपछि पुस्तक लेख्ने बिरलै पाइएला। रेग्मी साहित्यप्रति, समाजको उदासीनताप्रति असन्तुष्टि पोख्छन्। हजुर, सरको कुरा ठिक हो, तर घाटा सहेर किन साहित्य सेवा गर्ने भन्ने कुरामा म सहमत भइन। यो साहित्य सेवा मेरो निजी शौक, उत्साह, जाति र समाजप्रतिको दायित्व ठानेको छु। सानो जागिर छ, तलबले घर चलाउँदै ठिक्क त के भनौं, हमे पर्छ। पीएफमा जम्मा भएको रकम निकाल्दै पुस्तक प्रकाशित गर्छु, त्यसमा मलाई सन्तुष्टि छ। हाम्रो अफिसमा हाम्रै जात भाइ नेपाली सहकर्मी छन्। ऊ रक्सी दोकानमा रक्सी बाँकी खान्छन्। 6 महिनामा पीएफ निकालेर रक्सीको बाँकी तिर्छन्। तर पुस्तक किन्न परै जाओस्, 5 रुपियाँको पेपर किनेर पढ्दैनन्। पुस्तक प्रकाशनमा म सन्तुष्ट छु। रामनारायण पाठकको घट्दो संख्यामा चिन्तित छन्। एकजना सशक्त नारी लेखिकाको भूमिका लेखिदिन्छु भनेर पाण्डुलिपि जिम्मा लिएर लेख्दैछु। पाण्डुलिपि एकपल्ट मात्रै पढेर भूमिका लेखिहाल्न मिल्दैन। सकारात्मक र नकारात्मक दुवै पक्षको सही मूल्याङ्कन गरी लेख्नु पर्दा कम्तीमा 2-3 पल्ट मुख लेख पढ्नै पर्यो। नकारात्मक पक्षलाई औँलाउनै पर्दा लेखक लेखिकाहरू यो चाहिँ नलेखिदिएको भए राम्रो हुन्थ्यो भनेर मन खुम्च्याइहाल्छन्। जी हजुरी प्रशंसा गरेर मात्रै भूमिका लेख्ने आफ्नो बानी छैन। समय खर्चेर भूमिका लेखिदियो। लेखकहरूलाई त्यो भने जस्तो नहुँदा मन नपर्दो रहेछ। अनि फेरि अरू कसैलाई आफूले भने जस्तै भूमिका लेखाएर पुस्तक छापिदिँदा रहेछन्। यो कुरा मैले पत्तो लगाएँ। विद्रोहीजी, आजकल भूमिका लेख्नु पनि जोखिमपूर्ण छ। म अहिले व्यस्त छु। तपाईहरू कसैलाई भूमिका लेखाउनुहोस्, बरु शुभकामना लेखिदेऊला। रेग्मीले भूमिका लेख्न सोझै अस्वीकार गरे। हस् सर भन्दै रामनारायण झोला भिरेर घर फर्के। दिनप्रसाद रेग्मीले भूमिका नलेखिदिए पनि कमसेकम मेरो पुस्तकहरू त पढिदिएछन्। आफ्नो चित्त आफै बुझाए। अझै 2-4 जना साहित्यकारहरूकोमा भूमिका लेखिदिने बिन्ती बिसाउन पर्यो सोचे। त्यति गर्दा पनि भएन भने भूमिका बिनै पुस्तक छाप्नु पर्यो। मनमनै अठोट गर्दै घर आइपुगे। घरभित्र पस्न लाग्दा श्रीमतीसँग आँखा जुध्यो। नजर सोझै मिलाउन नसके पनि एक गिलास चियाको आशा गर्दै चुपचाप रामनारायण चौकीमा बसे। चियाको आशाले उनको नजर पटक पटक भान्सा कोठातिर डोलिरहन्छ। क्रिङ क्रिङ मोबाइलको घण्टी बज्यो। हेलो, राणा विद्रोहीजी बोल्नु भएको? उताबाट प्रश्न आयो। हो, म रामनारायण बोल्दैछु। हजुर को बोल्नुभयो? म दशरथ। उताबाट। ओहो दशरथजी, नमस्कार। कति कामले सम्झनु भा? रामनारायणले सोधे। विद्रोहीजी, पत्रिका परिवेशको लागि तपाईबाट एउटा रचना पाउँ न। उताबाट। कस्तो रचना? कविता भए हुन्छ? रामनारायण सोध्छन्। कविता त यो अङ्कलाई पुग्ने बेला भएको छ। एउटा कथा दिनुहोस् है, तर छोटो होस्। उताबाट आग्रह। छोटो त कथा नभएर रिपोर्ट मात्रै हुन्छ। मैले लेखेका कथाहरू छोटो हुँदैनन्। शिरपुच्छर काटिएको छोटो कथा त लिडे कथा हुन्छ। अहिले भने रामनारायणलाई रिस उठ्यो। नरिसाउनुहोस् न विद्रोहीजी, तपाईँ लेखिरहने मान्छे। तपाईँ कहाँ 2-4वटा कथाहरू स्टकमै हुन्छन्। एउटा छोटो छोटो कथा छानेर स्क्यान गरेर भोलि मेल गरिदिनुहोस्। इमेल एड्रेस व्हाट्सएपमा पठाइदिँदैछु। उताबाट फेरि पनि छोटै कथाको अनुरोध आउँछ। हुन्छ, छानेर भोलि पठाइदिउँला भन्दै लेखिराखेका रचनाहरूको फाइल पल्टाउन थाल्छन्। रामनारायणले चियाको आशले घरिघरि भान्सा कोठातिर हेरे पनि चिया पाउने आश कम्ती नै देखे। बन्द गर्नुहोस् तपाईको यो कथाबाजी, कविताबाजी। घरमा ग्यास सकिएको थाहा छ? 1 हप्ता भयो ग्यास सकियो भनेको। सुने त भयो। कन्ट्रोल दोकानमा थापेको मट्टीतेल पनि सकियो। ग्यासको बुक कनेक्सनको सुला गर्नुहोस् न भनेको कति भयो? के मैले गीत गाए जस्तो लाग्छ कि क्या हो? अरूको त ग्यासको बुक छ, घर घरमै ग्यास आइपुग्छ। आफ्नो त बुक भए पो जहिले पनि बेलेगमा बेसी दिएर किन्नुपर्छ। आज त 5 केजी दाउरा किनेर ल्याएको छु। दिउँसेदेखि फुलिएर बसेकी श्रीमतीको कटाक्षी वाक्य फुट्छ। किनेको काँचो दाउरासँग घरमा भएको टुक्रा टुक्री सुक्खा दाउरा मिसाएर अगेनामा ठोस्दै आज बेलैमा भात पकाउने तर्खर गर्छिन्। आज आइतबार उनलाई मनपर्ने टिभी सिरियल हेर्नु छ।
रामनारायण फाइल पल्टाएर छोटो कथा छान्नुमा तल्लिन्छन्। चियाको तिर्सना त्यसै मेटिएर गयो। होइन, सुन्नु भएन? तपाईँको कथा कविताले भात पाक्छ भने मेरो भन्नु अब केही छैन। होइन भने जहाँबाट भए पनि मट्टीतेल खोजेर ल्याउनुहोस्। यति बेला बेलेगमै भए पनि ग्यास त पाउने होइन भन्दै रामनारायणकी श्रीमती एउटा 5 लिटरको रित्तो भुल्डुङ टेबलमा ठ्याक्क ठडाइदिन्छन्। भर्खरै मोतीबिन्दु अपरेसन गरेको दाहिने आँखामा धुवाले आएको आँसु भनौं या पानी भनौं, साडीको फेरले पुस्दै छेउको भान्सा कोठामा पसेर काँचो दाउरा ठोस ठास पार्छिन्। छोटो कथा छान्दा छान्दै रामनारायणको नजर रित्तो भुल्डुङमा पर्छ। पक भुल्डुङ, भरे तेरै कथा लेखेर पठाइदिन्छु सोच्दै फाइल बन्द गरेर हातमा रित्तो भुल्डुङ छुन्ड्याउँदै एकपल्ट भान्सा कोठातिर हेरेर ख्वाक्क खोक्छन्। मट्टीतेलको खोजीमा हिँड्ने तर्खर गर्दा गर्दै 3 जना साहित्यिक सज्जनहरूको आँगनमा उपस्थित हुन्छ। रामनारायणजी घरमै हुनुहुन्छ? पहिलो सज्जन। ओहो दशरथजी, कताबाट बाटो बिराएर? रामनारायण अभिवादन गर्छन्। एउटा विशेष कामले तपाईँलाई भेट्न आएका। दोस्रो सज्जन। आउनुहोस् न, भित्रै बसेर। रामनारायण सज्जनहरूलाई भान्सा कोठासँग जोडिएको एउटा सानो बैठक कोठा जस्तोमा बस्ने आग्रह गर्छन्। अगेनामा घुसारिएका कचल्टिएका दाउराबाट धुवाको मुस्लो सज्जनहरू बसेको कोठामा रुमल्लिन्छ। सज्जनहरू धुवाले आँखा पोले पनि सहेर सहज भावमै बस्छन्। रामनारायणजी, आजकल के लेख्दै हुनुहुन्छ? तपाईँ त लेखिरहने मान्छे। कुराको सिलसिला अघि बढाउन पहिलो सज्जन बोल्छन्। भर्खरै दोस्रो उपन्यास लेखिसके, अब भूमिका लेखाउने उद्योगमा छु। रामनारायण सोझो उत्तर दिन्छन्। रामनारायणजी, तपाईँका प्रकाशित कृतिहरूले नेपाली साहित्यको इतिहासमा महत्त्वपूर्ण स्थान ओगट्न सफल भएका छन्। तीमध्ये तपाईँको प्रथम उपन्यासले नै तपाईँलाई एक सामाजिक प्रगतिशील साहित्यिक स्रष्टाको रूपमा स्थापित गरिसकेको छ। समग्र रूपमा तपाईँको साहित्यप्रतिको दीर्घकालीन योगदान र तपाईँको सो उत्कृष्ट उपन्यासलाई हाम्रो साहित्य संस्थानको जुरीले पुरस्कारको निम्ति चयन गरेको जानकारी दिन आएका हौं। यो पालिको भव्य भानु जयन्ती समारोहमा तपाईँलाई अलङ्कृत गर्न निमन्त्रणा पनि गर्न आएका हौं भन्दै पहिलो सज्जनले श्री श्रीमती रामनारायण शर्मा सम्बोधन गरिएको निमन्त्रणा पत्र थमाउँछन्। रामनारायणजी, तपाईँका अरू कृतिहरू कमसल छन् भन्न खोजेका होइनौ। तपाईँको अनुपम भाषा शैली, समाजको यथार्थ संवेदनशील चित्रण र प्रगतिवादी सोच दर्शनको अभिव्यक्तिलाई मान्नुपर्छ। तेस्रो साहित्यिक सज्जन आफ्नो निष्पक्ष विचार राख्छन्। रामनारायण भान्सा कोठातिर श्रीमतीलाई हेर्छन्। भान्सा कोठाबाट श्रीमानका साहित्यिक बन्धुहरूको वार्तालाप सुन्दै धुवामा पिरो लिँदै भए पनि 4 कप चिया टक्राउँछिन्। यिनी मेरी श्रीमती। रामनारायण परिचय गराउँछन्। अभिवादनका हातहरू जोडिन्छन्। सविता पतिको छेउमा बसेर सज्जनहरूलाई चिया लिइदिने आग्रह र औपचारिकता निभाउँछिन्। उनी करमा परेर कुरा सुने झै गरी टोलाइरहन्छन्। रात परिसक्यो। बजारमा मट्टीतेल पाइने हो कि होइन, भोलिको छाक कसरी पकाउने चिन्ता छ। किनेको काँचो दाउरा बल्न मान्दैन। ट्युसन पढ्न गएका छोराछोरी भोकाएर आउँछन्। आउने बित्तिकै खान खोज्छन्। त्यसको पनि चिन्ता छ। सज्जनहरूको कुरो नटुङ्गिँदा उनी दिक्क मान्छन्। श्रीमानको सफलता, ख्याति र प्रसिद्धिमा कसैको हात हुन्छ भने त्यो श्रीमतीको हात हो। तपाईँ जुन स्तरमा पुग्नु भएको छ, यसमा तपाईँकी श्रीमतीको हात छ। तपाईँ एक्लैको योगदान होइन। तपाईँले श्रीमतीको सहयोग र प्रोत्साहन नपाएको भए तपाईँ आज यो उचाइमा पुग्नुहुने थिएन। दोस्रो सज्जनको प्रशंसामा अरू दुईले सही थप्छन्। सविता गम्भीर मुद्रामा छिन्। रामनारायण र श्रीमतीको आँखा जुझ्छन्। श्रीमतीसँग आँखा जुधाइरहन नसकी रामनारायणको दृष्टि रित्तो भुल्डुङमा गएर अडिन्छ। भानु जयन्तीको पुरस्कार अलङ्कार समारोहमा श्रीमानसँग आइदिने भनी सवितालाई विशेष अनुरोध गर्दै सज्जनहरू विदा भए। अहिले कोठामा श्रीमान र श्रीमतीमाझ समसानै शून्यता छाएको छ। दुवैका आँखाहरू एकपल्ट फेरि जुझ्छन्। रामनारायण दृष्टि फेर्छन्। एक हातमा पुरस्कार अलङ्कारको निमन्त्रणा पत्र अनि अर्को हातमा भएको रित्तो भुल्डुङलाई पालै पालो हेर्छन्। अन सातो हराएको मान्छे जस्तो किन ट्वाल्ल परेर बसेको? छिटो जानुहोस्। श्रीमतीले खाउला जस्तै गरिन्। एकैछिन पखन है भन्दै रामनारायण उपन्यासको पाण्डुलिपिको आभार पृष्ठमा लेखिएको आफ्नो कुरामा आजसम्मका मेरा पुस्तकहरू प्रकाशनमा मलाई प्रेरणा र उत्साह दिए लेखन अवधिमा पटक पटक चिया टक्राउँदै घरमै साहित्यिक परिवेश सृजना गरिदिने मेरी जीवन साथी सविता राणाप्रति विशेष आभार व्यक्त गर्छु। भविष्यमा पनि यस्तै सहयोग र प्रेरणा पाइरहँ भन्ने कामना गर्दछु। यति कुरा थपेर पाण्डुलिपि थन्काए। सुनौलो अक्षरमा लेखिएको टिलिक्क टल्किएको
पुरस्कार अलङ्कार निमन्त्रणा पत्रलाई एकपल्ट सुमसुमाए अनि रामनारायण रित्तो भुल्डुङ छुन्ड्याउँदै मट्टीतेलको खोजीमा बजारतिर काँड चाहिँ हानिए। यो रहेको थियो कथा भूमिका र रित्तो भुल्डुङ, कथाकार अशोक रोका। यो कथा संग्रह छोडी जाने माया सम्झिरहने मनबाट साभार गरिएको हो। भोलिको भिडियोमा उक्त कथा संग्रहको अर्को कथा लिएर आउनेछु। तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।